morning everyone. So today vlogs we start with trekking. So हामी चाहिँ माथि आइपुगिसकेको छ. You can see the यहाँको भ्यूज एकदम राम्रो छ. यो चाहिँ हाम्रो मजाको जग्गा छ यहाँनिर चाहिँ. अनि अब चाहिँ हामी यहाँदेखि उकालो जानुपर्ने हो. So हामी आइपुगिरहेछ. गाडी गइसकेको छ. Bye bye. Let's go beautiful ladies. Hello. Welcome to my vlog YouTube channel. Say hi. Yeah, जबरजस्ती. Hi Sonudi. What's up? Hi. How are you feeling early in the morning? Fresh. Fantastic. I like it. Hello. के छ नपाक्नु न अबि जानु भन्दै रहेको उयो यो चाहिँ हाम्रो सानो घर जुम अरे गुड बॉय या शो या काले या शो नाइस अले बाय She's so cute. Dia यता छोड्नुहोस् त कुद्दै आउँछ नि टिम पनि भेटाइसक्यो अर्को टिम चाहिँ उपर हो हेलो ओके गाइस हामी चाहिँ आधी बाटो जस्तो आइपुगिसक्यो अनि यु क्यान सी हाम्रो बाटो जस्तो चाहिँ उकालो लाइक दिस यस्तो के अब तलदेखि आएको एकदम अलमोस्ट खाला सुन्न आँटिसक्यो सो म चाहिँ अति छिटो हिँड्ने कोसिस ल जङ्गल एकदम गाइस हामी चाहिँ आधी बाटो पुगिसक्यो अनि हालत एकदम गम्भीर छ चिसो एकदमै बेसी रहेछ सो इट्स अर्ली 8:30 इन द मर्निङ एकदम फगी लागिरहेछ यु क्यान सी रुखहरू हक गरेर बसिरहेछ एन्ड सोनुदी चाहिँ एकदमै माथि जङ्गलमा पुगिसक्नु भएको छ सोनुदी भालु आउँछ तलकोहरू तल आउँदैछ एकदमै दिन चाहिँ फगी भइरहेछ म चाहिँ लडेँ भने चाहिँ गएन म त ढले हेलो लेडिज अनु लो Oh wow! What a view! Woohoo! Done. Welcome to Duckfield. So यहाँ चाहिँ अलैँचीहरू रोप्छ हैन अनि गाई गोरु बाख्राहरू पुरा छ प्लस यहाँ चाहिँ फार्मिङ पनि हुन्छ यहाँ एकदमै भेजिटेबल्सहरू रोपिरहेछ सागपातहरू एकदम फ्रेस अनि यस्तो समय पनि हुन्छ यहाँनिर हिउँ पनि पर्छ अनि हाम्रो कुकुर पनि छ साथमा सबै मान्छे भाइहरू अघि आइछ यता माथि हेर्नुहोस् कस्तो मजाको छ क्या जङ्गल अब यस्तो सागहरू रोपिरहेको छ मजाको है मैले चाहिँ आगो फुकिसकेको छ यहाँनिर हो बसेर अब यहाँ चिया बनाएर अब खानु आँटेको मेरो भाइले पानी चियाको प्रोसेस भइरहेछ यहाँनिर भाँडा एकदमै कालो छ चिया पाके ओहो भयो वाउ सोनुदी आउनुहोस् भयो सबभन्दा बेसी ल्याङ्बीको उइसमा चारेडी ल गाइस हामी चाहिँ अब निस्केको चिया खाजा खाइसक्यो रोटी पनि खाइसक्यो हालत पतला छ मेरो भाइहरू पानी हेलो आमचोङ यहाँ सबै नकल पार्ने म मात्रै हामी मात्रै विदाउट प्लानिङ के चिसो छ मौसम त्यही भएर तातो चिया यो चाहिँ अलैँची बगानहरू
आमाहरूको मजाले फल्दिएको रहेछ बाटो एकदम गडबड छ चिसो त्यही माथि मेरे को भी हेल्प करो यार जाएगा कैसे रास्ता बहुत खराब है गाइस ऐसे हेलो लेडीज डॉगी हम डॉगी से साँच्चै खतरा बर्थडे को केक बन न बर्थडे केक हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे ओ भाइ ओ भाइ भाडा बोकेर कहाँ गएको कस्तो भाङ्गो फोनमा मिलाउँदिहाल्नु दुईटै सिममा एक भाइ सानोलाई निकाल भाइ ओमै भाइ अर्को सिममा चाहिँ टिन रहेछ खालको केप रहेछ होइन अम्बो थिच पुरा पानी पानी बसिरहेछ पानी अलिअलि पानी पर्नु थालिसक्यो तर पनि हामी चाहिँ हार नहेकिन हिँड्ने हो उकालोमा सो गाइस अब चाहिँ हामी आधीभन्दा आधी हिँडेर आइपुगिसक्यो अनि यस्तो डर लागेको कि कुकुर रहेछ यहाँ उतापट्टि हामी सोचे भालु आयो होला भनेर तर चाहिँ कुकुर रहेछ यहाँ चाहिँ यस्तो काठहरू काटेको रहेछ मान्छेले मैदान रहेछ यो चाहिँ हाम्रो अर्ग्यानिक ब्रिज हामी चाहिँ यहाँ बस्ने पानी पर्दैन धुप्पीको पानी हो भाइ टुप्पी अब चाहिँ अलमोस्ट हामी आइपुगिसक्यो माथि जानु सक्दैनछ हामी यहीँ बस्ने है भाइ यो जग्गा चाहिँ पहिला दामी थियो अब हामी धुप्पीको त्यसतिर बस्छौँ यो चाहिँ यो सबै पाइन ट्रिज यति दामी छ खासमा चाहिँ आज पानी नपरेर यस्तो भएको अदरवाइज यो जग्गा एकदम दामी हो वाउ यो चाहिँ सिस्नु सब्जी खानु मिल्छ एकदम दामी रहेछ ओके हामी यहीँ बस्ने दाउराहरू यसो कलेक्सन गरौँ आगो बस्छौँ अब तिम्रो टर्न ल अब चाहिँ चिसो छ हो त्यही भएर दाउरा कलेक्सन गरिरहेको आगो न त चाहिँ चिसोले मर्छ अब हाँसो सस्तो छैन हाँस्दैन भाइ यो लैजाऊ ल कतिको टाढो कति टाढो होइन भाइ कस्तो लाग्यो त जङ्गलमा हन्टिङ लु यहाँबाट लानु आम्बो यस्तो स्ट्रङ हो हेभी छ त भाइ लु आम्बो मुभ योर गोल 400 यस भाइ खतरा बल्दैछ नै भएन यो त जाडोले के त हुन्छ सुन्नु यहीँ पुगेर कस्तो लाग्यो तपाईँलाई एकदमै दामी हो आइल्याङ रिप मजा आयो नि है गाह्रो भयो त्यसो बोल्यो आगो बोल्यो यहाँ चाहिँ इस्कुस पकाएर खाने हो होइन चोरेर ल्याएको इस्कुस आम्चु चोरेर ल्याएको इस्कुस होइन अर्ग्यानिक तरिकामा इस्कुस उमालिदिइरहेछ चिया पनि गइदिइरह नि यहाँ चाहिँ आगो सबैजना गाह्रो भइदिएर है अर्कै त हौ तपाईँ त छैन रहेछ लु चियाको को खाने छिटो पाक्दैछ इस्कुस चिया थापौँ न हौ डगीको कन्डोमा चाहिँ के भएछ त खोइ कप ल्याउ न हौ छ्या आयाङ्की कप देऊ अरे अब कप त्यति है नबिगाने आफै खाएर राख सबै को चिया खाने कप खाँदैन भयो मलाई आम्चु चिया आम्चु
अब 2टा कप आमचुङ र मलाई म त न बेसिजरनमा जानु भएको छ उहाँ कप यति है पेमा डन ओइ हौ यहाँ हौ जङ्गलले पनि आई लभ यु भनेर पुरा टालेर आएछ क्युट बोय त्यसको फोटो देखाइदेऊ न बरु अर्को पालि आउँदा चाहिँ चटपटे चटपटे बटारेर उयो गयो सन्दले सबैको फेभरेट बाई कस्तो भएछ सन्दी मिठो हाम्रो आमचुङ करासन सिस्नु पोल्दिनँ म चाहिँ फेरि कसै अलमोस्ट भन्दा नि अब सबै पाकिसकेछ मिठो रहेछ टेस्ट एकदम यमी रहेछ है दिदी इस्कुस कस्तो लाग्यो तपाईँलाई दामी छ नि सो इस्कुस चाहिँ यस्तो छ है म त खान्न ढङ्गमा मिठो टेस्टी नै छ अलिकति चाहिँ पाकेन रहेछ यहाँ त आगोमा पोलिरहेछ अब यो अहिले एकछिनमा खानुपर्छ अरे त्यो चाहिँ चायपत्ती अर्ग्यानिक चायपत्ती अब चाहिँ चायको स्टार्ट भइरहेछ यहाँनिर भाँडा फेरि कम्ती सफा छैन सुन्दी यो त टाढैबाट ल्याउनु भएको होला तपाईँले यो भाँडा चाहिँ के भन्छ भन्नुहोस् त भाँडा चाहिँ टाढैबाट ल्याएको हो कुकुर पुरा निन्द्रामा छ फेरि लुलुलु एम्पो त्यो चाहिँ के हो दि सोनु दिको रेसिपी सोनु कि चाय उयो के भन्छ के हुँदैछ यहाँ ओहो हाम्रो जस्तै हुन्छ जङ्गलमा अब हामी जाने बेला भयो अनि आगोहरू चाहिँ मारेर राख्नुपर्छ किनकि जङ्गलमा धेरै जस्तो चान्सेस है आगो लाग्नु सो काइन्डली जो पनि घुम्न आउँछ आगो चाहिँ निभाउनु पर्छ रुखमा झुन्डै राख्दै त भोलि पर्सि आउने मान्छेले खान्छ जम्पर के गरेको जम्पर भाइले बोक्छ डाल गुड ओ भेरी गुड यो त भोलि पर्सि अन्त मण्डला पारो यहीबाट आउँछ नि हेर हेर्नु यही आउँछ नि त गोठ बस्नु ए अँ हेर्दा त चाहिँ कुन चाहिँले खाइसक्छ हौ त्यो त मामाले गुड भाइ सानो गुड जब यतिको झुम पनि सोनु भिडियो गरिराखै भरे आगोले आगो फुकेर उल्टा पुल्टा गरेर हामीले ब्लेम लाउँछ हामीले आगो मारिराख्ने हो नि हामी त्यस्तो छैन नि हाम्रो जग्गा पनि हामीलाई थाहा छ कहाँ हो भनेर ल आगो चाहिँ हामीले अलमोस्ट मारिसक्यो होइन मार्ने नि हो सबै केही छैन यो त मरिहाल्छ जो आगो माऱ्यो है यो त्यहाँ पनि मऱ्यो त्यो त मरिहाल्छ ल हामी चाहिँ गएको अब सक्यो पाडी ओभर अब चाहिँ यस्तो ओह्रालो कुदै हुन्छ के भन्नु हातहरूको हालत खराब जाडो छ मजा आइरहेछ गाह्रो छ त हामी पनि छ म भन्छ यहाँ चाहिँ पहिला पोखरी थियो होइन अहिले चाहिँ पोखरी सुकेर सबै पोखरी सुकेको दलदल मात्रै बाँचिरहेछ अलिकति ट्राई गरौँ न है भित्र जानु राम्रै रहेछ 2000 फिट गाइरो छ 2000 फिट गाइरो यो त मिर्गा आएको जस्तो छ त यहाँ 2000 फिट गाइरो चाहिँ बेसी थाहा हुँदैन 2000 फिट गाइरो चाहिँ सन्दी यस भिडियो बिहान बढी मैले छाप दिएको थिएँ नि सो गाइस हिंदी में सो गाइस हम लोग अभी प्रैंक करने जा रहे हैं तो थोड़ा ऊपर भागेंगे वो लोग ऊपर से आ रहे हैं तो हम लोग जितना हो सके डर के भागेंगे ओके रेडी गाइस यस 1 2 3 गो भाग्ने नीचे It's a prank! It's a prank! It's a prank!
यताको रियाक्सन आयो बाटो चाहिँ एकदम खतरा छ नि यहाँबाट लडेको भने चाहिँ अलमोस्ट अब मर्छै होला तल पुगेर चाहिँ एकदमै केयरफुल हुनु पर्यो अनि बिहान चाहिँ उकालो परेको थियो भनेपछि अहिले चाहिँ एकदमै ओह्रालो पऱ्यो क्या अनि यसमा चाहिँ चिप्लेर गएपछि चाहिँ अब के भन्नु सक्छु र हो माई गड यस्तो छ अनि अब यहाँ भाइ आउँदैछ भाइलाई पनि याद गर्नै पर्यो है ओयो यो यस्तो छ है बाटो चाहिँ बिस्तारै 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 केयरफुल केयरफुल ओहो सोनु दिदी त तलै पुगिसकेछ लु 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 1 बाई 1 निक्लौँ सबै गइसक्यो अब लास्टमा चाहिँ डगी र मेरो बाटो ओ एकदम स्लिपरी छ बाटो चाहिँ त्यो छ बाटो चाहिँ हामी दुईजना चाहिँ यहाँनिर कोसिस बाटो एकदम यस्तो छ क्या स्लिपरी है भाइ बाटो त्यो चिप्लिने रहेछ क्या है ओ त्यो बिस्तारै छोड्यो भाइ मन लाग्छ फेरि हामी यस्तो जाडोमा खुट्टामा त मर्नु हुन्छ रास्ता बहुत खराब है फिर हम एकदम आराम से धीरे धीरे चल रहे हैं ताकि किसी को चोट ना लगे और खुद भी संभाल के जाना पड़ेगा ऑलमोस्ट 1 बज सके 1 बज गया है चलो 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 गाइस बिस्तारै बिस्तारै हामी चाहिँ सिस्नु कलेक्सन गर्दैछ यहाँनिर सब्जी लानुको लागि एकदमै मिठो हुन्छ नि त यो चाहिँ यहाँबाट चिरौटो भन्ने एउटा हामी अचार बनाएर खान्छ बुढी दुख्नेको मेडिसिन हो हामी चाहिँ त्यो बोट मार्गी लाग्नेको दबाई हामी चाहिँ त्यो टिप्नु गएको छ कि छैन चाहिँ थाहा छैन अनि हामचुङलाई थाहा रहेछ यहाँनिर यसो गएर हेरौँ पाए नि राम्रै हो लगेर रोपिराख्नुपर्छ इट्स भेरी गुड क्या मेडिसिन गुराँसको बच्चाहरू एकदम उयो रहेछ क्या बिरुवाहरू कहाँ रहेछ है त यस्तो छ जङ्गल ओहो कम्ती यहाँ एउटा रुख यो जस्तो यो हो जस्तो पनि लागिरहेछ तर होइन यो किन यस्तो छ जङ्गल 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 गएर हेर्नुपर्छ एनिवेज चिरौटो चाहिँ पाएन तर अब हामी चाहिँ निक्लिने कोसिस गरौँ अब हामी यता नै छ कता हो यता 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 आउँदैछ आउँदैछ जङ्गल चाहिँ आम्बो दामी रहेछ नि तर औसम जङ्गल यहाँ चाहिँ फाइनली हामी यता आइपुग्यो अघि गरौँ ओहो चाप फुलेको रहेछ वाउ यहाँ तल चाहिँ यस्तो छ उपर गोडहरू छ ह्याप्पी अब के हो गोठाल्ने छ त सेम खै तपाईँको गाई गोरुहरू अब यहाँ चाहिँ चिया खानु निस्केको हामी सो सुन्दी केही भन्नुहुन्छ यस्तो ठाउँमा लाइक सागहरू रोपेर ओ माई गड सो अमेजिङ अम्बोदी मुला क्या ठुलो ऊ कम्ती कम 5 केजी होला है या यस्तो बिग है हाई पेमा हेलो जङ्गलको गेट सो देयर इज नो लक हामी आफै लक लाउनुपर्छ इट्स कॉल्ड अटोमेटिक डोर अनलक भयो अब यसलाई चाहिँ यसरी लक गर्नुपर्छ या अमेजिङ है टेक्निक्स लाइक यस्तो हुन्छ क्या अन्त यहाँ चाहिँ चिया खाने अब अलिकति चियासा मागेर सो अमेजिङ छ अनि यता यो चाहिँ गाईको गोठ है यहाँनिर गाईहरू पाल्छ अनि उयो पनि देखाउनुहोस् न कस्तो राम्रो चुला रहेछ ओ माई गड वाउ भेरी अमेजिङ है अनि मैले धेरै कुरा ओ वाउ आइना पनि रहेछ हेर्नु न गाडीको होइन कहाँबाट उछिटेर आइछ यहाँ होइन अनि यो चाहिँ घाँस राख्ने एकदमै मजा युनिक वेमा बनाएको यो चाहिँ अनि अर्ग्यानिक सिडी के स्टेयर्स मगन बोलायो डार्क आउँदैछ एकडे अन्धेरा ए भयो ड्यान्स हो दि
सो यसलाई चाहिँ ठट्ने भन्छ क्या यो चाहिँ अहिले खाने टाइम चाहिँ भएको छैन यो चाहिँ अलिकति कस्तो भन्दाखेरि अमिलो हुन्छ क्या यसको चाहिँ मजाले खाँदाखेरि चाहिँ खासमा चाहिँ तर अहिले खाने टाइम चाहिँ भएको छैन रहेछ यसलाई नि खानु मिल्छ आई मिन मिटर कस्तो लागिरहेछ वाउ अपलोड हुन्छ फेरि चिया पाकिरहेछ आई दही अनि यसमा चाहिँ त्यो के भन्छ घिउ निकाल्ने यस्तो गर्ने क्या डगी ब्ल्याकी ओइ डगी ब्ल्याकी वाइल्ड फ्लावर यो चाहिँ हामीले एकदम कलेक्सन गरेर लिएर जान्छौँ आम्बो सिस्नु एक झोला यता आइकोमा पनि एक झोला अब चाहिँ हामी अलमोस्ट पुगिसक्यो उसको दाना झर्छ त्यहाँबाट लु ngã lu bò là so cute yeah so guys finally हामी चाहिँ वापस आइपुग्यो अनि यहाँ मुनिपट्टि चाहिँ हाइवे अनि माथि गएर चाहिँ आजको ट्रेकिङ वाज भेरी टफ के किनकि हिँड्नै बानी रहेछ इट्स ओके तर यो सेकेन्ड टाइमको ट्रेकिङ हो एकदमै मजाको भयो ब्लेस्ड भयो किनकि पानी पर्नु खोज्दै थियो तर फेरि परेन हैन अनि इट वाज रियली फन है जङ्गलमा मजै आउँछ नि त सो थ्याङ्क यू सो मच गाइस आजको यो हाम्रो ब्लगलाई इन्जोय गरिदिनुहोस् अनि प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब लाइक एन्ड सेयर है अनि सी यू गाइज अन माई नेक्स्ट एडभेन्चर सायद अब डाइरेक्ट दुबई पुगेर होला बिकज आई हेभ ओन्ली 4 days left so see you guys there bye bye take care